कल्पना गर्नुहोस् त, एउटा अँध्यारो कोठा र ऐनामा देखिन्छ एउटा थकित, निराश अनुहार। हो, यो त्यही क्षण हो जहाँ धेरैजसो कथाहरूको अन्त्य हुन्छ। तर हाम्रो कथा त ठिक यहीँबाट सुरु हुन्छ। कहिल्यै सोच्नु भएको छ कस्ता मान्छे होलान् ती जो लगभग हारिसकेको अवस्थाबाट उठेर इतिहास बनाउँछन्? आज हामी यही कलाको बारेमा कुरा गर्नेछौँ, जिद्दीपनको कला। कसरी त्यो हार मान्ने सङ्घारको क्षणलाई एउटा ऐतिहासिक अवसरमा बदल्न सकिन्छ। आउनुहोस् यसलाई अझ गहिराइमा गएर हेरौँ। जब जीवनले कठिन मोड लिन्छ नि, मान्छे एउटा दोबाटोमा आएर उभिन्छ, जहाँ अगाडि घना अन्धकार हुन्छ र त्यही अन्धकारमा तीनवटा बाटा देखिन्छन्। पहिलो बाटो त्यो हो दुःखमा डुब्ने, हार मानेर बस्ने। दोस्रो बाटो छ जसो तसो जीवन धान्ने, जस्तो छ त्यस्तैमा चित्त बुझाउने। तर एउटा तेस्रो बाटो पनि छ, सबैभन्दा कठिन, सबैभन्दा चुनौतीपूर्ण। त्यो हो एउटा लक्ष्य बनाउने र त्यसको लागि लड्ने। यो बाटो रोज्नेहरू थोरै हुन्छन्, तर जो हिँड्छन् नि, हो उनीहरूले नै इतिहास रच्छन्। ल, त्यसो भए त्यो तेस्रो कठिन बाटोमा हिँड्नलाई पहिलो कदम के त? त्यो हो आफ्नो सोच्ने तरिका नै बदल्नु। आफ्नो दुःख, आफ्नो पीडाबाट ध्यान हटाएर आफ्नो लक्ष्यमा केन्द्रित हुने। ठिक एउटा चिलको जस्तै। सोच्नुहोस् त, चिल जब आकाशको उचाइमा हुन्छ, उसले तलको कोलाहल, तलको अस्तव्यस्तता देख्दैन। उसको आँखा, उसको ध्यान एउटै कुरामा हुन्छ, आफ्नो शिकार। हो, इतिहास बनाउन पनि त्यस्तै चाहिन्छ। समस्याहरूबाट ध्यान हटाएर सिर्फ आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्छ। अब जब ध्यान लक्ष्यमा केन्द्रित भयो, अर्को कदम के? अब पालो आउँछ हामीलाई सिकाइएका, हामीले स्वीकारेका सिमानाहरू तोड्ने। चाहे त्यो हामी आफैले बनाएको होस् वा समाजले थोपिदिएको, ती सबै पर्खालहरू भत्काउनु जरुरी छ। हामीले सानैदेखि सुन्दै आएको कुरा होइन र? जति लामो सिरक छ उति नै खुट्टा तान्नु भन्न खोजेको। ठुलो सपना नदेख, आफ्नो औकातभन्दा बाहिर नजा। यो सल्लाहले हामीलाई एउटा सानो दायरामा बाँधिदिन्छ। तर जो इतिहास बनाउन हिँडेको छ उसको जवाफ फरक हुन्छ। खुट्टा खुम्च्याएर बस्ने होइन, बरु त्यो सिरक नै ठूलो बनाउने। समस्या सपना सानो देखेर होइन, समस्या त स्रोतको सिमानामा हो, र त्यो स्रोत त्यसलाई त बढाउन सकिन्छ नि, होइन र? यो यात्रामा अगाडि बढ्दै गर्दा दुईवटा प्रश्न आफैलाई सोध्न एकदमै जरुरी हुन्छ। पहिलो प्रश्न, आखिर जीवन किन बाँच्ने? के हो मेरो उद्देश्य? अनि त्यसपछि आउँछ दोस्रो प्रश्न, के म त्यो उद्देश्य बिना आफ्नो जीवनको कल्पना गर्न सक्छु? यदि पहिलो प्रश्नको जवाफ थाहा छ र दोस्रोको जवाफ सक्दिन भन्ने आउँछ भने बुझ्नुस् भित्र कतै त्यो झिल्को छ, त्यही झिल्को जुन एक दिन आगोको ज्वाला बनेर इतिहास रच्न सक्छ। तर उद्देश्य छ भन्दैमा यात्रा सजिलो भइहाल्दैन। बाटो सधैँ छर्लङ्ग देखिँदैन। कहिलेकाहीँ त यस्तो लाग्छ मानव बाक्लो कुहिरोभित्र हिँडिरहेको छु, जहाँ अगाडि के छ केही थाहा छैन। हो, भविष्य जब अनिश्चितताको कुहिरोले ढाकिएको हुन्छ नि, त्यति बेला गर्न सकिने एउटै कुरा हो केवल अगाडिका केही पाइलाहरूमा ध्यान दिने। पूरा बाटो एकैचोटि देख्नु पर्दैन। जब तपाईँ एक एक कदम चाल्दै जानुहुन्छ, बाटो आफै खुल्दै जान्छ। त्यसैले लामो योजना होइन, केवल अर्को कदम के चाल्ने त्यति सोच्ने। अनि यो कठिन यात्राको लागि चाहिने इन्धन, त्यो कहाँबाट आउँछ? त्यो आउँछ विगतमा भोगेका सङ्घर्षको चोटबाट, तपाईँलाई हुच्याउने आलोचकहरूको आवाजबाट, तपाईँले कहाँबाट सुरु गर्नुभएको थियो भन्ने यादबाट, र हरेक सानो सानो जितमा मिल्ने त्यो अद्भुत अनुभूतिबाट। हो, यी कुराहरूलाई बोझ बन्न दिने होइन, यिनलाई नै आफ्नो शक्ति बनाउने हो। र जब यी सबै सङ्घर्ष पार गरिन्छ, तब एउटा यस्तो क्षण आउँछ जसले सबै कुरा बदल्दिन्छ। यो हो रूपान्तरणको क्षण। अब समय आएको छ चट्टान जस्तै अटुट बन्ने। यो एक किसिमको पुनर्जन्म हो। अब मान्छेको पहिचान उसको पीडाले बन्दैन। ऊ आफैमा एउटा पहाड हो, कसले सक्छ र उसलाई झुकाउन? ऊ एक विशाल समुद्र हो। कसैले फालेको दुई चारवटा ढुङ्गाले समुद्रको गहिराईलाई के असर गर्छ र? उसको भित्रको शक्ति, त्यो त सागरभन्दा पनि गहिरो छ। अब भयो, धेरै भयो झुकेको, धेरै भयो सहेको। अब समय आएको छ उठ्ने, शिर ठाडो पारेर जिउने समय आएको छ। त्यसैले निर्णायक कुरा के हो त? त्यो हो जिद्दी बन्नु। जिद्दी
आफ्नो लक्ष्यप्रति यति धेरै जिद्दी कि संसारको कुनै पनि बाधाले रोक्न नसकोस्। एउटा कुरा सधैँ याद राख्नुहोस्, हरेक अन्त्य भनेको एउटा नयाँ सुरुवात हो। जीवनमा धेरै लडाईँ हारिएला, ठिक छ, तर अब ती घाउहरूमा मलम लगाएर फेरि उठ्ने बेला भएको छ। जतिसुकै पीडा किन नहोस्, कथाको अर्को अध्याय त सुरु भइसक्यो। प्रश्न यो हो, अब त्यो अध्यायमा के लेखिन्छ?